आदरणीय दर्शकबिन नमस्कार। आज म तपाईलाई मुक्तक कन्टेन्ट लिएर उपस्थित भएको छु। यो मायाप्रतिको कुरा छ। यसमा पारी गाउँको युवती र वारी गाउँको युवकको चाहिँ मायाप्रति बसेछ हैन। फेरि त्यो पारी गाउँको युवती र वारी गाउँको युवक चाहिँ एउटै स्कुलमा पढ्दो रहेछ। तिनीहरू एउटै स्कुलमा पढ्दो रहेछ। स्कुल जाँदा आउँदा भेटघाट हुने। अनि उसलाई चाहिँ उसकै घरमा गएर भेट्ने मन लाग्यो हैन। पारी गाउँको केटी युवतीलाई र वारी गाउँको केटाले चाहिँ वहीँ गएर भेट्न मन लागेको छ हैन। अब पहिला मायाप्रतिका कुराहरू चाहिँ गीतैबाट नि हुन्थ्यो हैन। मान्छेहरू पहिलाको जमानामा गीतै मायाप्रति लाएर चाहिँ बिहा गर्न चलाउँथ्यो। बिहा पनि धेरै प्रकारको हुन्छ। अनि धेरै लभ मायाप्रतिको हो त्यतैबाट जात्रा मात्र गर्ने भगाउने चलाउँछ। अनि त्यो गाउँले पारी गाउँको युवती र वारी गाउँको केटाको चाहिँ त्यही अब कति चिठी आदान प्रदान भयो हैन। त्यो त यो चाहिँ समयले बताउँछ चिठी आदान प्रदान। अनि त्यहाँबाट त अब उसलाई घरमै गएर भेट्ने इच्छा राखेको छ है। म तिम्रो यसरी घरमै भेट्न आउँछु भन्ने कुरा र चिठी आदान प्रदान गर्ने र चिठीको तल लेखे हुन्छ। चिठीको जुन लभ लेख्छ नि हैन, प्रेम पत्र लेखिन्छ। प्रेम पत्रको अन्तिममा लेखिन्छ फुल फुलेको मात्र होइन प्रिय, फुल फुलेको मात्र होइन प्रिय, झरेको पनि टिप्नु पर्छ। फुल फुलेको मात्र होइन प्रिय, झरेको पनि टिप्नु पर्छ। प्रेम प्रेम अनुहार हेरेर होइन प्रिय, भित्री दिल हेरेर गर्नुपर्छ। भित्री दिल हेरेर गर्नुपर्छ हैन। यो चाहिँ मुक्त प्रेम सम्बन्धी। प्रेम चाहिँ कसरी हुन्छ? दिल हेरेर गर्नु। अनुहार जानु कालो धसे जे पनि भएर नि हुन्छ। अब त्यो उनीहरूको दुवै केटाकेटीको मायाप्रति बसिसकेपछि चिठी आदान प्रदान भयो। तर त्यो पारी गाउँको युवतीको घरमा चाहिँ उसलाई घरमै गएर भेटघाट कुराकानी गर्न मन लागेको थियो। अनि उसले चाहिँ यो प्रेमी र प्रेमिकाको बिचमा कस्तो चाहिँ अब चिठी आदान प्रदान भन्छ। मुक्तबाट चिठी आदान प्रदान। ल सुन्नुहोस् है त दर्शकवृन्दहरू, म तपाईँ वाचन गर्ने गरेको। प्रेमिकाले लेखिन्छन्, प्रेमी प्रेमिकाको भरमा, प्रेमी प्रेमिकाको भरमा, प्रेमिका प्रेमीको भरमा, प्रेमी प्रेमिकाको भरमा, प्रेमिका प्रेमीको भरमा, मलाई भेट्ने नै हो भने बेलुकी आऊ मेरो घरमा। प्रेमी प्रेमिकाको भरमा, प्रेमी प्रेमिकाको भरमा, प्रेमिका प्रेमीको भरमा, मलाई भेट्ने नै हो भने बेलुकी आऊ मेरो घरमा। बेलुकी पख आऊ मेरो घरमा। अनि प्रेमीले चाहिँ लेखेछ त्यसको प्रति उत्तरमा। तपाईँले लेख्नु होला होइन, कति चिठी आदान प्रदान भयो। अहिले त फेसबुकबाट टिकटकबाट लभ पर्छ। आउने दर्शकवृन्दहरू ती दिनका बच्चामा पनि लभ परेर हिँडेर देखाएको छु। ती दिनका बच्चा बाबु पनि हिजो आज लभ परेर देखिन्छ नि त होइन। अहिले टिकटक फेसबुकबाट लभ पर्छ। अब 3टा बच्चामा पनि लभ परेर गइरहेको देखिन्छ।
3-4 बच्चा बाउ पनि तपाईँ ल पर अहिले यस्तो गाडी हिँडिरहेको देखेछ। अब अनि प्रेमीले के लेखेछ भने तिमी मुसुक्क हाँस प्रिय, तिमी मुसुक्क हाँस प्रिय, तिम्रो मुस्कानमा भाव छ। तिमी मुसुक्क हाँस प्रिय, तिम्रो मुस्कानमा भाव छ। तिमी झ्यालबाट खुसुक्क आऊ प्रिय, तिमी झ्यालबाट खुसुक्क आऊ प्रिय। ढोकामा तिम्रो भाव छ। तिमी मुसुक्क हाँस प्रिय, तिम्रो मुस्कानमा भाव छ। तिमी मुसुक्क हाँस प्रिय, तिम्रो मुस्कानमा भाव छ। तिमी झ्यालबाट खुसुक्क आऊ प्रिय। तिम्रो ढोकामा तिम्रो भाव छ भनेर। अनि प्रेमिकाले के लेखेर पठाइदियो भने प्रिय खाने मुखलाई जुङ्गाले छेक्दैन। प्रिय खाने मुखलाई जुङ्गाले छेक्दैन। उसले त खाने मुखलाई जुङ्गाले छेक्दैन। म ढोकाबाटै आउँछु प्रिय, म ढोकाबाटै आउँछु प्रिय। किनभने मेरो बाउले आँखै देख्दैन। किनभने मेरो बाउले म ढोकाबाटै आउँछु प्रिय, म ढोकाबाटै आउँछु प्रिय। किनभने मेरो बाउले आँखै देख्दैन। मेरो बाउले आँखै देख्दैन। धन्यवाद। यो कुरा कस्तो लाग्यो? यो मुक्तक कस्तो लाग्यो? आफ्नो राय सुझाव राख्नु होला। यो कुरा नुवाकोटी श्यामलाई मेरा आदरणीय दर्शक वृन्दहरूले धेरैभन्दा धेरैले माया ममता गरिरहनु भएको छ। मैले राम्रा कन्टेन्टहरू तपाईँहरूलाई पसिन गइरहेको छु, पसिनु छु। आगामी दिनहरूमा मैले समय फुर्सद मिलाएर विभिन्न धार्मिक सांस्कृतिक ऐतिहासिक कुराहरू मैले तपाईँहरूलाई पसिसिया पनि अलौकिक भूतका कुराहरू पनि पसिसिएको छु मैले, होइन। तपाईँका गाउँठाउँमा भएका विकास निर्माणका कुराहरू, राजनीतिमा कति चासो छ त्यसका कुराहरू म तपाईँलाई राख्नेछु। र हरेक कुराहरू तपाईँहरूलाई परेका समस्याहरू बारेमा सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहन्छु। र यो कुराहरू यस्ता कुराहरू चाहिँ नुवाकोटी श्यामचेतिजको फेसबुक आइडी श्यामचेतिज भन्ने फेसबुकबाट र नुवाकोटी श्यामचेतिजको आधिकारिक पेज कविलास खबर भन्ने पेजबाट मेरो यो कुरा सम्झित हुन्छ। अहिले नुवाकोटी श्यामचेतिजले भर्खरै युट्युब च्यानल खोलेको छु। धेरै भएको 3-4 महिना भएको भर्खर नै हो। नेपालीमा टाइप गर्नु होला, कविलास खबर भन्ने युट्युब च्यानल रहेको छ। अब मैले भनिहालेँ नि तपाईँलाई, मेरो फेसबुक पेजलाई फलो लाइक गरिदिनु होला, कमेन्ट हाल्नु होला। र मेरो फेसबुक आइडी श्यामचेतिजलाई पनि तपाईँको मा याद गरेर जोडिसक्छ, फलो गर्न सक्नुहुन्छ। र कविलास खबर भन्ने युट्युब च्यानल रहेको छ, त्यसलाई तपाईँ घन्टी बजाएर बटन थिचेर सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला। र आफ्ना मैले भनिहालेँ तपाईँलाई, मैले निरन्तर विभिन्न कुराहरू यो दसैँहरू माझमा मैले तपाईँलाई धेरै चाहिँ यो कुराहरू पसिसकेको छु। आगामी दिनहरू पनि पसिने क्रम जारी छ। अब निरन्तर अब दसैँ के अरे दसैँ कि तिहार आउँदैछ। तिहारमा पनि रमाइलो कन्टेन्टहरू मैले तपाईँलाई पसिन्छु। र अहिले चाहिँ हाल चाहिँ यो रमाइलो मुक्तक यो प्रेमी र प्रेमिकाको रमाइलो मुक्तक वाचन कार्यक्रमबाट नुवाकोटी श्यामचेतिज बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।